दसैँ आयो भन्छन्। तर यो दसैँ चाहिँ कस्तो रहेछ भनेदेखि कहिले पनि अहिले म 50 वर्षको पुगेँ, तर त्यो दसैँ तपाईँको एक दिन भन्दाखेरि बस्दैन रहेछ क्या। एक दिन भन्दा बस्दैन रहेछ। जस्तो हाम्रो जेनजी साथीहरूले चाहिँ जस्तो यस्तै सबै तसनस गरिदिनु भयो आतङ्ककारीहरूलाई, त्यो देशद्रोहीहरूलाई, भ्रष्टाचारीहरूलाई, शोषकहरूलाई उखाडेर फ्याल्दैन, त्यस्तै गरी उखाडेर फ्यालिदिँदो रहेछ। यसले यो गरिब जनताहरूलाई चाहिँ खाडेर फ्यालिदिँदो रहेछ। अब पैसा छैन, ऋण काट्ने, सबै गर्ने, यताउता गर्ने, अनि भोलि पैसा तिर्ने बेलामा चाहिँ अनि टुप्पीबाट धुवा छुट्दो रहेछ कि टुप्पी नै उखाडेर फ्यालिदिँदो रहेछ यो दसैँले। अनि हजुरलाई चाहिँ यो दसैँको शुभकामना है, सबैजनालाई हेप्पी दसैँ है।